तजिदेलेक नमस्कार टिबेट टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लुडु साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन ज्यूद्वारा बोध गयामा 1 महिना लामो बसाइपछि धर्मशालामा आगमन। परमपवन ज्यूद्वारा त्रिलोकनाथ चतुर्वेदी स्मारकको उद्घाटन समारोहमा सम्बोधन। परमपवन ज्यू र केन्द्रीय तिब्बती प्रशासनद्वारा न्युजिल्यान्डका नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सलाई बधाई व्यक्त। केन्द्रीय तिब्बती प्रशासनले भारतको 74औं गणतन्त्र दिवसको आयोजना। जापानी भिक्षु सम्मेलनले परमपवन ज्यूको पुनर्जन्ममा हस्तक्षेप गरेकोमा चीनको निन्दा। अब समाचार विस्तारमा। यस हप्ता सोमबार परमपवन ज्यूद्वारा बोध गयामा 1 महिना लामो बसाइपछि दिल्ली हुँदै उनको आधिकारिक निवास धर्मशालामा आइपुगेको छ। गगल विमानस्थलमा केन्द्रीय तिब्बती प्रशासनका श्री चोङपेम्पा छिरिङ तथा उपसभामुख डोर्मा छिरिङ तथा विभिन्न सङ्घ संस्थानका प्रतिनिधिहरू र तिब्बती भक्तजनहरूले श्रद्धापूर्वक उहाँलाई स्वागत गरेको थिए। परमपवन ज्यूलाई भारतीय जन प्रशासन संस्थान IIPA द्वारा 21 जनवरीमा त्रिलोकनाथ चतुर्वेदी मेमोरियलको उद्घाटन समारोहमा लेक्चर दिन आमन्त्रित गरेको थियो। परमपवन ज्यूले आफ्नो सम्बोधनमा करुणा र सुशासनको बारेमा बोल्नु भएको थियो। स्मृति व्याख्यानमा चतुर्वेदी परिवारका सदस्यहरू, IIPA का महानिर्देशक SN त्रिपाठी र नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीका डेप्युटी डाइरेक्टर RK मिश्रा उपस्थित हुनुभएको थियो। न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डाले हालै राजीनामाको घोषणा गरेपछि उनको स्थानमा नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सलाई निर्वाचित भएकोमा परमपवन ज्यूले बधाई पत्र लेख्नु भएको छ। सो पत्रमा परमपवन ज्यूले चुनौतीपूर्ण समयमा प्रधानमन्त्री आर्यनले देखाएको अनुकरणीय नेतृत्वका लागि प्रशंसा व्यक्त गर्नुभएको छ। परमपवन ज्यूले मार्च 2019मा भएको सामूहिक गोलीबारीको त्रासदीको प्रतिक्रियामा अनुकम्पाका साथ समर्थन गरेकोमा उनको प्रशंसा गर्नुभएको छ। केन्द्रीय तिब्बती प्रशासनका श्री चोङपेम्पा छिरिङले पनि न्युजिल्यान्डका नवनिर्वाचित प्रधानमन्त्री क्रिस हिप्किन्सलाई न्युजिल्यान्डको 41औं प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेको छ। प्रधानमन्त्री क्रिस हिप्किन्सलाई सम्बोधन गरेको पत्रमा तिब्बती डायस्पोरा समुदायलाई आश्रय दिएको र तिब्बती कारण र तिब्बती जनताले समर्थन गरेकोमा न्युजिल्यान्डको सरकार र जनतालाई धन्यवाद दिनुभएको छ। यस हप्ता बिहिबार केन्द्रीय तिब्बती प्रशासनले भारतको 74औं गणतन्त्र दिवसको अवसरमा एक संक्षिप्त समारोहको आयोजना गरेको छ। श्री चोङपेम्पा छिरिङले आफ्नो सम्बोधनमा भारत सरकार र जनताको सहयोग बिना हामी आज जहाँ छौँ त्यो स्थानमा हुने थिएनौँ र यस समारोहको माध्यमबाट हामीले सरकारसँग मिलेर उत्सव मनाउने र रमाइलो गर्ने गरेका छौँ। त्यस्तै भारत सरकार र जनताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दैछौँ भन्नुभयो। यसै हप्ता मङ्गलबार जापान बौद्ध सम्मेलन फर वर्ल्ड फेडरेसनका प्रतिनिधि रेभरेन्ड मितुजानी इकान र महासचिव रेभरेन्ड इटो आइननले तिब्बती दूतावास जापानको कार्यालयमा गएर प्रतिनिधि डाक्टर आर्य छेवाङ ग्याल्पोसँग भेटघाट गरेका थिए। रेभरेन्ड मिजुतानी इकानले हालै जापान बौद्ध सम्मेलन फर वर्ल्ड फेडरेसनको तर्फबाट चिनिया सरकारद्वारा तिब्बती अवतार लामाहरूको चयन हस्तक्षेप गरेकोमा र 14औं दलाइ लामा ज्यूको पुनर्जन्म नियुक्त गर्ने अधिकार दावी गरेकोमा चीनको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा रेभरेन्ड मिजुतानी इकानले यो विश्वभरका धार्मिक समुदाय विशेष गरी बौद्धहरूको पूर्ण अपमान हो
भन्नुभएको छ। प्रतिनिधि छावाङ्गेबो आर्यले प्रतिनिधि मण्डलले तिब्बती धार्मिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै आफ्नो चासो व्यक्त गर्न पहल गरेकोमा धन्यवाद ज्ञापन गरेको छ। हस् त, यसैको साथ आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।